विकास बिना हुँदैन, विकास नगरी त के अरे हुने कुरै भएन। विकासकै लागि भनेर नयाँ सरकार, युवा नेता, युवा प्रधानमन्त्री यो देशले चुनेकोमा हामी गर्वान्वित भएका हौँ र छौँ पनि। त्यसो भन्दै गर्दा के होइन भन्दाखेरि विकासको नाममा विकास गर्दै गर्दा ती के अरे 20औं वर्षदेखि कुनै कुना कन्दराबाट आएर आफ्नो दैनिकी गुजारिरहनुभएका के अरे जिन्दगीभरको कमाई लगानी गरेर त्यो घर के अरे बनाएर बसिरहनुभएका ती मतदाता, ती जनतामाथि जसरी दमन गरेको छ यो सरकारले, मलाई लाग्छ यो सरकार हामी मान्न बाध्य चाहिँ छौँ। अहिलेको अवस्थालाई हेर्दा यो सरकार दुई दियाईको सरकार होइन जस्तो मलाई लाग्छ। के हो? हेलो हेलो